यदि जनयुद्धमा शहीद भएका शहीद परिवारहरूले सम्मानै गर्ने हो भने, शहीदहरूलाई सम्मानै गर्ने र उनका परिवारहरूलाई सम्मानै गर्ने हो भने, शहीद परिवारको नाममा राज्यबाट बजेट नियोजन गरेर ठाउँ ठाउँमा भ्यू टावरहरू होइन, ठाउँ ठाउँमा स्तम्भहरू बनाएर उनका शालिगहरू बनाएर सङ्घीय सांसदहरूले हेलिकप्टरमा झारेर हजारौं सङ्ख्या जनताहरू खेरेर खोक्रो भाषण गरेर होइन महोदय, यदि शहीद परिवारको सम्मानै गर्ने हो भने बरु 1 महिना शहीद परिवारको घरमा रासन पानी दिने हो भने, लुगा लत्ता दिने हो भने, बरु उनका परिवारलाई सान्त्वना दिने हो भने, उनकी घरमा गएर भेट भएर एक रात सुत्ने हो भने, शहीदका सपनाहरू पुरा त गर्न सक्दैनौँ, हुँदिनन्। त्यही पनि शहीदहरूले सम्मान गर्ने थिए। उनका रगतहरूले पोतिएका, घाइते हुँदा रगतले पुछिएका शहीदहरूले सायद साँच्चै कि हामीले सम्झिएकी रहेछौँ भन्ने थियो होला है। यो खोक्रो बातको कुनै अर्थ छैन होइन, किनकि शहीदको सम्मान त्यसरी हुँदैन। तिमी त खालि केवल तिमीहरू त चुनाव आउन बेला भयो भने बस शहीद परिवारले भेट्न जाने, एउटा कार्यक्रम राख्ने, त्यहाँ गएर एउटा 80 रुपियाँको खाडा किन्ने अनि उनलाई सम्मान दिने, त्यसले पुग्दैन। कतिपय शहीदहरूको शरीर अङ्गभङ्ग भइसकेको छ, कति अपाङ्ग भइसकेका छन्, कतिपय ओछ्यानमै बसेर दिसा पिसाब ओछ्यानमै गर्ने अवस्था छ। हो सम्मान गर्ने नि हो भने तिनलाई सम्मान गर, उनलाई त्यो अवस्थाबाट कसरी उनले हेरचाह गर्न सकिन्छ त्यहाँ सम्मान गर होइन। खालि कार्यकर्ता पाल्नलाई, भ्यू टावर बनाउनलाई होइन। नेपाल जस्तो ठाउँमा भ्यू टावर बनाउनु पर्छ र भने के, सगरमाथाको चुचुरोमा कसरी जाने भन्ने त्यो सोचे यो लाखौँ पर्यटक झर्छन्। हाम्रा ठुल्ठुला लेकहरूमा, ठुल्ठुला डाँडाकाँडाहरूमा त्यहाँ पर्यटक कसरी जाने भन्ने विषय नभएर अरौडौँ करोडौँ रुपियाँ खर्च गरेर भ्यू टावर बनाएर त्यसको कुनै टुक छैन, न पर्यटकीय भित्र छन्, कुनै अर्थ छैन। त्यसैले शहीदको अपमान, यो अपमान गरेर सम्मान होइन अपमान भइरहेछ।